त पैतिर हामी हेरेको हेरै टाउकोमा हाल्ला ए गाइज यार के यार नयाँ बनाउने के ल त्यहाँ चाइ खोलेर हाल ल अब चाहिँ हेर्नु होइन गाइज होइन हामी चाहिँ होइन कहाँ गएको लाग्यो हामीलाई थाहा छैन कि यो देशभन्दा बाहिर चाहिँ जाने मान्छेलाई होला नि ल र त्यहाँ गाइजहरू त्यहाँ फेरि आमा यस्तो बिहान खाली सडकमा चाहिँ अब हामी यस्तो पाराले साथी र म चाहिँ होइन जाँदैछु अब अरू साथीहरूले पिउँदैछु आउँदै पुगेँ बिहान यस्तो बाटो बन्द भएर यसरी उभिनु परेछ ठिक छ नि होइन ल वान रहेछ यार बस मासु लिएर आउँछु भन्छ आउँदैन क्या यार केटाहरू यार कहाँ रन्केर हिँड्छ यार बल्ल बल्ल यस्तो कुरेर बस्नु पर्यो कहाँबाट घुमेर रामगढ आउँथ्यो ए अघि ए उसले जिगज्याग हानेको थियो नि त त्यो बेला एक्सिडेन्ट हुन्छ भनेर दुधको चिया के मार्क्स लाग्यो फर्किने हामी त पछाडिबाट गाडी आएको छ यार म त यिनीहरू मऱ्यो भनेको कसम चलाएको थाहा थिएन यस्तो गरेको त्यो मऱ्यो भन्नुपर्छ नि अनि एक्सिडेन्ट हुनु त के हुन्थ्यो पछाडिबाट अनि गाडी आएको छ त अनि के हुन्थ्यो अनि जे पनि हुनसक्थ्यो म बाँच्न सक्थेँ हामी दुईजना चाहिँ जेलमा जाने तिमीहरू मरेपछि सेभ राइट त्यस्तो नचलाइ भने त्यस्तो चाहिँ नचलाइ भाइ ओभरटेक गरे पनि जे गरे पनि भाइ साधनमा कहिले पनि मजाक नगरे के एक मिस गेम फिनिस अनि त्यो माथि स्कुटर भन्दा अलि ठ्याक्कै 2 गुणा इन्टु 2 उमेरको मान्छेले भनेको पत्ता न त्यही इन्टु 2 उमेरको मान्छेले त्यस्तो गरे हो के त्यही हाम्रो त्यो गरेको इन्टु 2 मान्छेले नै हो ए गरोस् न त अरूले गुखायो भनेर हामी खाने हैन नि त भाइ यार सुमन म डराएको मैले कसरी चलायो होला यसको साथी मैले कसरी माग्यो होला कसरी डरायो होला म अलि मैले चलाइदिएन देख्यो हो त्यही त अझै चलाइरहेको रहेछ भन्यो कि हामी दुईजना मेरो सातो लोनीले यार हेर तल राख पहिला यार सिधेपछि सिध्न अनि ओ ल खाऊ बफ्टी गाइस चेस गरौँ न त चेस तिर्दैन केटाहरू अब हिसाबबाट तिर्दै म त पैसा तिर्दै तिर्दैन ल सिक्लेस जाने बाटोमा आयो हामी धुम्म चाले ए ल अघिल्लोको गीत लगाएन अखण्ड मक्का फेरि थाहा अकन मक्का गरे नि अखण्ड मक्का नेचुरल भ्यू यो नि सही हो नि आमा बाटो ल यस्तो बाटो छिटोमा मजा गाडी आयो जमजम गुरुजी जमजम गुरुजी जमजम गुरुजी हाम्रो यहाँ दाजुभाइहरू पनि आउनु भएको छ ल यस्तो त भइहाल्छ यसको बाटो यस्तो पनि छ है अलिअलि है नेपाल हो यतिको त भइहाल्छ नि पहाडको बाटो ए उता त नजाने रहेछ है यता रहेछ है यार म त उतै होला भनेको यार अन्त ठाउँ भनेको यो ल दामी यार अनि भ्लग बनाउने साथ नेचुरल झर तिमी किन यताबाट हाल्ने के अघि उतैबाट हाल्न पर्ने रहेछ नि है बाटो त यो हो नि सहिले आमो हामी सिक्लेसको चम्कलाएर सिक्लेस जान त्यो हिमाल पन्ध्र
अझै राम्रो आयो केटाहरू भएर है अनि हो यस्तै हिँड्ने पो बनाउँछ ल गाउँ पनि सम्धिहरू कता गयो सम्धिहरू ल मेरो भ्युवर्सहरूलाई चाहिँ आज चाहिँ होइन मेरो सब्सक्राइब गर्नुभएको जति सब साथीहरूलाई मेरो युट्युब फ्यामिलीलाई चाहिँ आज हामी यसरी खासरी यो के सिक्लेस जाने बाटोमा बिचमा पर्छ बिचको भएको आइपुग्यो होइन डिजे भाइको घर अनि यहाँबाट हामी दाइ भाउजू है दाइ भाउजू अनि दाइ भाउजू घर ओहो ल हाम्रो दाइ भाउजू यहाँ हाम्रो राइडर फोटो भन्ने चिज चाहिँ है लिइहाल्नुपर्छ फोटोग्राफर कामै यही हो यो मान्छेको फोटोग्राफर कामै तिमी तल हामफाल्ला हो गोल प्लेयर गोल्ड कप खेले अरे हेर्नु पर्यो नाम के हो गोल्ड कप खेलेको प्लेयरको नाम छ्या 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 त्यति उकाल नसकेर यताबाट कसो गोल्ड कप खेले अरे फुटबल प्लेयर रे औरा गर्छ यार डेडिकेट छावा रे के आई एम प्रेग्नेन्ट एन्ड डेडिकेट छावा रे के ल अब हामीले तेल हालेर टक्क हामी त हो नि यार हामीले त हो नि हामीले त नि अब यहाँ अब चिकन चाहिँ होइन मासु पोलेर टक्क खाने हो यहाँ नि यहाँ के यहाँ खानालाई यस्तो सबैलाई स्टोरीमा हालेर हेरेको हेरे पारिदिने हो हामी सब हाल्ने होइन बिक्कु यो बिक्कु सब हाल्ने होइन ओइ छन्न बिक्कु तिमीहरू दुईजना थियो अनि यहाँ मान्छे कतिजना छ फिल गर न यार गीत लाउ त रिल रिल बजाऊ के गर्ने मसँग गीत छैन कमाउन यार आफ्नो ठाउँमा आउनु अघि ठाउँमा सन्दीप यहाँ मोबाइल यतै राखेको थियो अनि आफै प्ले गर्नु मिल्छ हिमाल सिमाल ढुङ्गामा मासु पोलेर खाएर यहाँ केटाहरूले के खाएर म यता आएर होइन त्यहाँ आगोले तातेर मासु मैले यहाँ राखेर सब मैले मात्र के भयो अरे है के भयो के भयो के भयो पानी के भयो पानीले इनलाई पुरा डल्ले खोर्सानी खाने भएको झन् अहिले चिलिम भएको डल्ले पेट्रोल पाउँदैछ लिटरको कति रहेछ तापराङमा तपराङ लिटरको कति छ सोध त आउँदै हो सोध न एकताल लिटरको कति रहेछ इन्फर्मेसन दिउँ न होइन होला तपराङतिर आइपुग्यो होटल तपराङ भन्ने ठाउँतिर आइपुग्यो यहाँबाट नि हिमाल चाहिँ अझै यति राम्रो देखिन्छ ठ्याक्क तपराङमा यसो केही सामानहरू किन्नला केटाहरू के खानेकुराहरू गुरुङ छ गुरुङ ए गुरुङले के केरा हो यो मुङ्रे केरा त होइन यो चाख्न पाइन्छ के नाम हो यो यसको पैसा त हो नि यसको नाम के हो यहीको हो कहाँको के नाम हो यो पट भयो निदाएर यार तपराङ केरा थियो एक पिस 20 रुपिस one piece 20 rupees 1 2 3 4 5 6 Gary this is for you oh hello how 15 girlfriends Oh, sleeping man, 40 years old. This is for you. Improve your stamina. Pure local. This is for you. Local banana. Wow. Just wow.
फर यु इट नो केमिकल ल्याम्मै खाएको कि उसलाई चिन्छ किन नचिने छिमेकी भाइ हाम्रो कहाँ गयो बरालहरूको इतिहास चाहिँ के छ बा खेत कमाउने ठाउँ तपाईँ त्यो अहिले त घरै घर भयो सर तपाईँको यहाँ सामान छ भनेर थाहा कताबाट निकाल्थ्यो कि कोही छ है के फेरि अहिले पछि नि फेरि त्यो पनि बिग्रि पनि यो म एक्लै जान्छु तिमी नबस्नु न अब के छ थाहा छैन यहाँ जे छ त्यही छ यसले भयो भने भयो केही छैन है स्कुल लैजाऊ पैसा देऊ 2000 अब जाँदा जाँदै बाटोमा दुःख पाइयो ओ तिम्रो साधन के भयो डाक्टर साहब हेलो डाक्टर के भयो त्यो नै खोल्नुपर्छ त नि सक्छ कि हिँड यार अप्ठ्यारो बाटो रहेछ साथीलाई कुरेर बसेको अब सक्छ सक्दैन नि आफ्नो हेरेर हिँड नि हिँड सर सर हिँड रोक्नेको न यार चलो यार अनि बाटो अप्ठ्यारो छ केटाहरूलाई अप्ठ्यारो हुन्छ ल लाग्यो यो तप्राङबाट यता आउँदा चाहिँ नि साथी यता आउँदा चाहिँ यता हिमाली भेगमा घुम्न आउँदाखेरि एडभेन्चर हुनैपर्छ क्या हामी त जुन बाटो आए पनि जहाँ सोधे पनि आधा घन्टा भन्छ साधनमा है अब हामी सिग्लेस पुग्न अब आधा घन्टा भन्छ यहाँबाट नि उताबाट नि आधा घन्टा भन्थ्यो यताबाट नि आधा घन्टा पुग्दैन है खाजा के अवस्था खाजा यस्तो ठाउँ त चाहिन्छ सबै कहाँ राम्रो हुन्छ र यात्रा कहिले के हुन्छ खर पाखाहरू यस्तो रहेछ यात्रा कममा दुःख पायो यो हालत कसले देख्ने हो यस्तो छ पुग्यो सबै पानी पुगेको छ नि हिमालको मुनि आएर पानी किन्नु परेछ हिमालको मुनि आएर पानी किनेछ मिनरल वाटर कति हो अझै हाउ मच 30 रुपियाँ रे मिनरल वाटरको यस्तै आयो भने ठिक छ ठाउँ अनुसार अगाडि यात्रा गर्नै बाँकी ल जबरजस्ती हामीलाई यहाँहरूलाई सिग्लेस पार्चेमा हार्दिक स्वागत छ वेलकम टु सिग्लेस पार्चे बल्ल आइपुग्यो भनेको साँच्चै सम्झिँदैन नि औडा लाने होइन एडभेन्चर हो रमाइलो चाहिँ बहुत रमाइलो हो होइन जिउ अब यो चाहिँ म भयो हामी दुईवटा साधन चाहिँ आइपुग्यो हामी 4 जना एकजना चाहिँ अब एउटा साधन चाहिँ उता आउँदैछ अब वेट गरौँ साथीलाई जस आइपुग्यो हामी अहिले लगभग कति बज्यो साथीहरू 1:42 भएछ युज कसम भैँस कसम यिनीहरूलाई नि घाँसै खानुपर्छ क्या हेर्नु बफमा म यतातिर डुल्दा रहेछ ठिक ल गाइज धारा यो 20 धारा गाडी नै आउँदो रहेछ त है यत्रो गाडीले गर्दा हो बाटो सब त्यस्तो हुने हालत गाडीको केही पनि हुन्न उता राख न उता ओहो बाटो यस्तो ब्याङ्क माछा पुछ्रे ब्याङ्क हामी आइपुग्यो कहाँ आइपुग्यो गाइजहरू सिग्लेस यस्तो ठाउँमा आइपुग्यो ल साथीहरू गाउँको घरमा आइपुग्यो के भयो थकै लाग्यो निन्द्रा लाग्यो हजुर सर यस्तो नगर्नु नि यार चार्ज सके पनि खिच्न मिल्छ कि मेरोमा थाहा छैन तिमीहरूलाई चार्ज सके पनि यस्तै गाउँको घर सिग्लेसको त्यहाँबाट एकछिन भ्यू पोइन्ट जानुपर्छ साथीहरू भ्यू पोइन्ट गएर कहाँ भ्यू पोइन्ट त वहाँ होला नि ल
ल्याउ त यस्तो फालेर प्र्याक्टिस गर्नु मान्छे लाग्यो है नेपाल यस्तै उडाइदेला फेरि टाउकोमा हाल्ला त्यो पुरी फाल्छु त्यहाँ ल सिक्लेस गाउँ है यो सिक्लेसको गाउँमा घरहरू चाहिँ पुरानो छ यस्तो यस्तो छ ल केटाहरू माथि चढ्नु यो टावरमा चढेर अब सिक्लेस गाउँ हेरिन्छ यो ढोका खोलेर टक्क यसरी जानुपर्ने छ ओहो गाउँ त कस्तो हावा लाग्यो यार यस्तो यो सामुदायिक होला सायद सामुदायिक के भवनहरू होला राम्रो बनाएको छ यस्तो ल हामी अब सिग्लेसबाट सिग्लेस नै घुमिहाल्यो तरै घरको सिग्लेस 500 धुरी प्लस छ अरे यहाँ हेरिहाल्यो यस्तै रहेछ ढुङ्गै ढुङ्गैको लाग्यो है हामी सिग्लेसलाई टाटा बाई बाई गऱ्यो यसरी लाली गुराँसहरू नि लाली गुराँस राम्रो बाटो चाहिँ ढुङ्गै ढुङ्गाको रहेछ ढुङ्गै भने यहाँनिर खजर सजर हिँड्ने है यो गोबर सर्ने रहेछ टाटा बाई बाई सिग्लेस युट्युब फ्यामिली तपाईँहरूले हेरिदिनु भयो धन्यवाद सबैजनालाई थ्याङ्क यू सब्सक्राइब पनि गरिदिनु ल